यसको अर्थ के हो भन्दा हामीले विकास देशभित्र गऱ्यौँ भने रोक्नु पर्दैन, उनीहरू आफै आउँछन्। यो उदाहरण एउटा। संसारमा कुनै देशमा पनि फर्काएर रोकेर आइज भनेर आउनेवाला छैन, किन भन्दा सुन्दर भविष्यको लागि गएको जमात हो। रोक्नु पनि मिल्दैन, जान्छन्। तर आफ्नो देशमा यस्तो वातावरण बनाउनु पर्यो कि जसले गर्दा उनीहरू फर्केर आओस्। दोस्रो उदाहरण इन्डिया छ, भारत। राजीव गान्धी प्रधानमन्त्री हुँदाखेरि 1987 मा जब फिजीमा चाहिँ नि कु भयो, भारतीय ओरिजिनको चाहिँ नि प्रधानमन्त्रीलाई त्यहाँको आर्मीले कु गर्यो। आर्मीले कु गरिसकेपछि राजीव गान्धीले हाम्रो, जबकि इन्डियाको के थियो भन्दा जुन मुलुकमा बस्छौ त्यही मुलुकको लागि गर भनेर पण्डित नेहरूले उनीहरूको विदेशी नीति र डायस्पोरालाई भन्ने नीति, विदेशमा भएका भारतीयहरूलाई भन्ने नीति, त्यही देशलाई गर तिमीहरूले भन्ने उनीहरूको नीति राजीव गान्धीले टोटली चेन्ज गरेर हाम्रो नागरिकलाई केही पर्यो भने त्यसको जिम्मा हामी लिन्छौँ र तिमीहरू कुनै पनि बेला भारत आउन सक्छौ र भारतले तिमीहरूलाई स्वागत गर्छ भनेर त्यहाँ भनिसकेपछि पोलिसीमै प्याराडाइम सिफ्ट भयो।